ढुकुरसिंह थान। शहीद भूमि गाउँपालिकाको वडा नम्बर 4 र 5 खोकोभित्र थानै थान रहेका छन्, जसलाई स्थानीयले ढुकुरसिंह थान भन्ने गरेका छन्। ढुकुरसिंह थान उनीहरूको मुख्य देवस्थल हो। 2 वडामा गरी 5 दर्जन बढी ढुकुरसिंह थान रहेका छन्। आफ्नो जीवनमा आइपर्ने सङ्कट र समस्या निवारण गर्न यहाँका राई जाति यी थानमा भाकल गर्ने गर्दछन्। त्यस्तै वडाङमे सुरु र अन्त्य गर्ने पिच्छादाङमा देवस्थल यस क्षेत्रको अर्को आकर्षण हो। विशेष गरी वैशाख र मङ्सिर महिनाको पूर्णिमाको दिन यहाँ बलि दिने प्रथा रहेको छ। किवा डाँडा र लाबुवा खोङटाङ गुफा। किवा डाँडा शहीद भूमि गाउँपालिका वडा नम्बर 5 मा रहेको पर्यटकीय सम्भावना बोकेको स्थान हो। यहाँ धेरै र ठूला ठूला ढुङ्गा रहेका छन्। निर्माणाधीन अरुण करिडोरबाट करिब 300 मिटर माथिबाट सुरु हुने यो स्थानमा अरू 500 मिटर माथिसम्म ढुङ्गै ढुङ्गा रहेको छ। अझ अनौठो त यहाँका ढुङ्गाभित्र धेरै ओडान रहेका छन्, जहाँ ढुङ्गाकै मुनि मुनिबाटै एकातिरबाट छिरेर अर्कोतिर निस्कन सकिन्छ। यो स्थानमा रक गार्डन तथा रक पजल पार्क निर्माण गरे तथा पत्थरै पत्थरको करिब 500 मिटरको उकालो यात्रा एडभेन्चरमा रमाउनेहरूको लागि आकर्षक गन्तव्य बन्न सक्छ। त्यस्तै यही स्थानको नजिकै लाबुवा खोङटाङ गुफा रहेको छ। करिब 20 मिटर लामो यो गुफाको विभिन्न खण्ड रहेका छन्। खोकुको सुन्तला। यहाँको सुन्तला एसियाकै रसिलो र गुलियो सुन्तला मानिन्छ। यो स्थानमा सुन्तलाको स्तम्भ समेत निर्माण गरिएको छ। खोकु गाउँ सहित गाउँपालिकाको वडा नम्बर 4 र 5 को सम्पूर्ण गाउँमा नै सुन्तला खेती हुने गर्दछ। खोकु बाहेक वडा नम्बर 2 को ढोलमुखा, साम्बु गाउँ, 3 को मूल गाउँ छिन्ताङ र 6 को माङफिङमा बढी सुन्तला उत्पादन हुने गरेको छ। यो कृषि पर्यटनको एक महत्त्वपूर्ण बाटो हो। यहाँ 300 वर्ष पुराना सुन्तलाको बोट देख्न पाइन्छ। सुन्तला पाक्ने मौसममा यहाँ व्यापारी र पर्यटकहरूको चहल पहल हुने गर्दछ।